ट्राफिक सप्ताह मनाउँदैछ। 2 पाङ्ग्रे 4 पाङ्ग्रे 6 पाङ्ग्रे 10 पाङ्ग्रे सबै सवारी साधनले चाहिँ ट्राफिक नियम विशेष पालना गरेर ट्राफिक नियम पालना गरेर सवारी साधन चलायो भने सवारी दुर्घटना न्यूनीकरण हुन्छ भन्ने उद्देश्यका साथ यो ट्राफिक सप्ताह मनाउन लाग्यो। अघिल्लो वर्ष व्यापक मात्रामा सवारी दुर्घटना भएर धेरैजनाको अङ्गभङ्ग भएर धेरैजनाले ज्यान गुमाउनु परेर यो वर्ष चाहिँ अघिल्लो वर्षभन्दा कम सवारी दुर्घटना होस् भन्ने उद्देश्यका साथ यो ट्राफिक सप्ताह मनाउन लागेको। तपाईँ हामीले ओभरटेक गर्दा देब्रे लेनबाट ओभरटेक नगर्ने, हेलमेट लगाउँदाखेरि हेलमेट राम्रो प्रपरली लगाउने, हेलमेटको फिता बाँध्ने र आफ्नो घर छेउमै जाँदाखेरि मोटरसाइकल चलाउँदा मोटरसाइकल विशेष गरी हामी सबै मोटरसाइकल चालकहरूले चाहिँ कहिलेकाहीँ होइन त्यहीँ त हो नि भनेर चाहिँ सवारी साधन हेलमेटलाई चलाउने कारणले गर्दा पनि दुर्घटनाहरू हुन्छ। यो दुर्घटनाहरू न्यूनीकरण गर्नको लागि तपाईँ हामी सचेत भयौँ, राइट टाइम राइट प्लेसबाट हामीले ओभरटेक गऱ्यौँ र अगाडि र पछाडि आएको गाडीको एनालाइसिस गर्न सक्यौँ भने सवारी दुर्घटना कम हुन्छ भन्ने उद्देश्यका साथ हामीले तपाईँहरूलाई केही समय लियौँ। तपाईँहरूले हामीलाई समय दिनुभयो, समयको लागि धन्यवाद। आगामी दिनमा सवारी साधन चलाउँदा विशेष गरी ट्राफिक नियमको पालना गरी सवारी साधन चलाउनु।